हे गाइज हेलो एभ्रिवान म पेमा मगर। सो यो भिडियो म यो कारणले बनाउँदैछु कि यो जो देश विदेशमा लडाई भइरहेको छ, यो लडाईले गर्दाखेरि धेरै प्यानिक भइसकेका छन् मान्छेहरू इन्डियामा। ग्यासको र ओइलको सर्टेजले गर्दाखेरि एकदमै पेट्रोल पम्पमा जाम लागिसकेको छ। यो भिडियो हेर्न सक्नुहुन्छ हजुरहरूले। ड्यूटी नहीं जा पाएंगे तो गैस के लिए हम क्या खिलाएंगे बच्चों को। सो देख्नुभयो होला हजुरले यो भिडियो कतिको डर लाग्दो छ। यहाँ इन्डियामा एकदमै डर लाग्दो माहौल भइसकेको छ। दिल्ली र मुम्बई र गुजरात, अहमदाबाद हर जग्गा मान्छेहरूले छोडेर जान लागिसकेका छन्, किनकि धेरै कम्पनी र रेस्टुरेन्टहरू, होटेलहरू सब बन्द भइसकेका छन् गाइस। सो मोदीले पनि यसपालि अनाउन्स गरिदिइसकेछ कोभिड-19 जस्तो हालमा लकडाउन लागेको थियो जस्तो, त्यस्तै अहिले फेरि लकडाउन लाग्नेवाला छ। सो हजुरहरूको के ओपिनियन छ प्लिज भन्नु होला कमेन्टमा।